हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल र स्वागत छ मेरो नयाँ भ्लगमा। र आजको दिन चाहिँ हामीहरू जाँदैछौँ पाल्पाको रानी महल। म चाहिँ तयार भइसकेँ, अब चाहिँ हिँडौँ साथीहरू। फाइनली गाइज म चाहिँ स्कुटरमा आइसकेँ। अब चाहिँ मैले साथीलाई लिएर अब स्कुटरबाट आजको राइड चाहिँ स्टार्ट गर्छु। फाइनली गाइज हामी चाहिँ गोलपार पुगिसकेँ। मैले चाहिँ भर्खर साथीलाई लिएर आएँ। अब चाहिँ हजुरहरूले बुटोलदेखि रानी महल जाने बाटोको एडभेन्चर भ्यू हेर्न सक्नुहुन्छ। फाइनली गाइज हामी चाहिँ सिद्धापा पुगिसक्यौँ। यहाँको टनल अझै पनि निर्माण हुँदै रहेको छ। यो टनल चाहिँ कहिले बन्छ, कहिले हामी चाहिँ स्कुटर बाइक कुदाउनु सकिन्छ यो बाटोभित्र। साथीहरू यताको मौसम चाहिँ कति चिसो रहेछ, हाम्रो बुटोलभन्दा चाहिँ धेरै नै चिसो छ। अहिले चाहिँ बिहानको 9 बज्न लागेको रहेछ साथीहरू। हामी चाहिँ बिहानै 8 बजे उठेर आएको हो। साथीले चाहिँ छिटो जाम फेरि ढिला आइन्छ फेरि रातितिर भन्दै तिनले मलाई छिटो लिएर गए। अनि हामी चाहिँ आजको राइड चाहिँ रानी महलतिर गरेको हो। हामी चाहिँ 2 जना छौँ। अगाडि बाइकमा एकजना दाइ हुनुहुन्छ। अहिले चाहिँ अब कता हुनुहुन्छ देखिनु भएको छैन। अगाडिपट्टि चाहिँ दाइले चाहिँ बाइक फास्ट दुखाउनुहुन्छ क्या, त्यसैले चाहिँ दाइ धेरै अगाडि साथीहरू। अहिले चाहिँ दसैँ तिहारको छुट्टी थियो, त्यही भएर मैले चाहिँ भ्लग बनाउनु भ्याएको हो। नभए चाहिँ मैले अब दसैँ तिहार पछि चाहिँ भ्लग बनाउनु मिल्दैन। 12 पछि चाहिँ डाइरेक्ट बनाउँछु। अहिले चाहिँ मेरो एसएलसी हुन्छ। एसएलसीको लागि चाहिँ तयार गर्नुपर्छ, त्यसैले चाहिँ मैले अब चाहिँ 12 पछि डाइरेक्ट बनाउँछु। मेरो भिडियोलाई चाहिँ माया गरिदिनु भएकोमा सबैलाई धन्यवाद छ साथीहरू। मेरो अझै भिडियोलाई पनि यस्तै गरेर माया गरिदिनु। फाइनली साथीहरू हामी चाहिँ अब नास्ता खान्छौँ, त्यसपछि चाहिँ हामी राइड स्टार्ट गर्छौँ। फाइनली गाइज हामीले चाहिँ नास्ता खाएर आइसक्यो। हाम्रो चाहिँ यस्तो भोक लागेको थियो बिहानदेखि नखाएको, त्यही भएर चाहिँ नास्ता खाएर आइयो। अब चाहिँ साथीहरू बाटाको राइड हेर्दै इन्जोय गर्नुहोस्। फाइनली गाइज हामी चाहिँ बर्तुङ आइसक्यो। अब चाहिँ हामी सिधै माथिपट्टि जान्छौँ। जङ्गलको भ्यू आते नहीं ना नहीं बात होगा। यही बात होगा जाएंगे हंस यही बार जाना अर्को बाटो राम्रो छ। त्यहीँबाट छिर्नु पर्ने हुन्छ। पाल्पा इंजीनियरिंग कॉलेज आ रहे क्या खतरा है जगह व्यू थे
माथि हिमाल हेर्नु साथीहरू, हिमालय सक्नुहुन्छ हजुरले, खतरा देखियो यहाँको भ्यू। यहाँको हिमाल चाहिँ खतरा है साथीहरू। यहाँबाट हिमाल देखिने चाहिँ हाम्रो बुटोलदेखि पनि देखिन्छ त्यस्तो त्यस्तै भ्यूज चाहिँ। खतरा बाबा देखियो हिमाल त होइन। साथीहरू हेर्नुहोस् ल रानी महल। हामी चाहिँ फाइनल्ली पुगिसक्यो रानी महल। यहाँको हेर्नुहोस् दृश्यहरू खतरा छ। यहाँको गण्डकी नदी बगिरहेको छन्। साथीहरू हेर्नुहोस् पाल्पा रानी महल। पाल्पा रानी महल हजुर आउनु भएको छ कि नै? यहाँ हजुर आउनु सक्नुहुन्छ। यति नै रमाइलो छ, राम्रो ठाउँ छ। बवाल छ यताको भ्यूज फेरि भित्रपट्टि पनि हेर्नु सक्नुहुन्छ मूर्तिहरू। त्यहाँको सिँढी हेर्नुहोस्। हामी चाहिँ अब जान लागेको होइन साथीहरू, घुमेर यो यहाँको ठाउँ है। साथीहरू हेर्नु सक्नुहुन्छ यहाँको सराउन्डिङ। चाहिँ खड्ग शमशेरले आफ्नो मायाको सम्झनाको लागि चाहिँ बनाएको रहेछन् र हजुरहरूले पनि थाहा पाउनु भएको होला। र यो चाहिँ गण्डकी नदीको साइडमा ट्याक्कै पिसफुल, यो चाहिँ हेर्दा पनि एमेजिङ खतरा खालको भाइब देखाउने जस्तो रहेछ यो चाहिँ रानी महल पनि। हजुरहरूले पनि देख्न सक्नुहुन्छ, अति नै रमाइलो ठाउँ छ। प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल। नयाँ नयाँ अपडेट हेर्नको लागि मेरो च्यानलमा जोडिनुहोस् र मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। अनि आजको भ्लगलाई यही अन्त्य गर्छु र भेटौँला अर्को नयाँ भ्लगमा। त्यस्तै समयको लागि बाई बाई साथीहरू। सी यु इन नेक्स्ट भिडियो।